सबैजनालाई हार्दिक स्वागत र हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। आज म तपाईहरुको बीचमा एउटा सनसनीपूर्ण विषय उपस्थित भएको छु र यो चाहिँ संसारभरि प्रभाव पार्न सक्ने घटनाको त्यो चाहिँ के भन्दाखेरि अहिले अमेरिकामा एउटा त्यहाँको आन्तरिक सत्तामा अमेरिकी सरकारको आन्तरिक जुन चाहिँ अवस्था छ त्यसमा निकै ठूला उथलपुथलको सम्भावना देखिएको छ। अमेरिकाको यतिखेर 47औं राष्ट्रपतिको रूपमा निकै विवादास्पद व्यक्ति, एकदमै प्रेडिक्सन गर्नको लागि चाहिँ नसकिने, जुनसुकै कुरा जुनसुकै बेला गर्न सक्ने व्यक्तिको रूपमा रहेका डोनाल्ड ट्रम्प चाहिँ अहिले अमेरिकाको राष्ट्रपति हुनुहुन्छ र अमेरिकाको राष्ट्रपतिमा निर्वाचित गराउनका लागि उहाँलाई चुनावी अभियानमा चाहिँ संसारकै सबैभन्दा धनी व्यक्ति र अहिलेका सबैभन्दा संसारको चाहिँ सुपरम्यानको रूपमा चिनिनुभएका एउटा चाहिँ इन्जिनियर, बिजनेसम्यान, जसले चाहिँ 2050 सम्ममा सन् 2050 सम्ममा मंगल ग्रहमा चाहिँ एउटा शहर बसाउने भनेर चाहिँ योजना बनाइरहनु भएको छ र 2029-30 बाट नै उहाँले केही मान्छेहरूलाई मंगल ग्रहमा उतार्ने भनेर पनि उहाँले घोषणा गरिसक्नु भएको छ र उहाँ हुनुहुन्छ एलन मस्क। एलन मस्कको चुनावी अभियानमा डोनाल्ड ट्रम्पलाई खुलेर सहयोग भयो। सबैभन्दा ठूलो धनराशि चाहिँ सहयोग गर्ने दातामा चाहिँ एलन मस्क हुनुहुन्थ्यो डोनाल्ड ट्रम्पको चुनावी अभियानमा। यसै कारणले पनि हुन सक्छ अमेरिकाको राष्ट्रपतिको चुनावमा यसपालि गएको चुनावमा डोनाल्ड ट्रम्पले जित हासिल गरेको हो भन्ने कुराहरू धेरैले भनेका छन्। नत्र भए त्यहाँ चाहिँ कमला ह्यारिसले, डेमोक्रेटिक पार्टीका उम्मेदवार कमला ह्यारिसले चुनाव जित्ने थियो भन्ने कुराहरू चाहिँ धेरैले बताएका छन्। तर जे होस्, आजको विषय चाहिँ यस्तो विषय छ कि दुईवटा व्यक्तित्वहरू, एउटा चाहिँ अमेरिका संसारकै सबैभन्दा शक्ति सम्पन्न राष्ट्र, फर्स्ट सुपर पावर, र त्यसको पनि राष्ट्रपति, त्यो पनि एक्जिक्युटिभ प्रेसिडेन्ट, कार्यकारी राष्ट्रपति हो अमेरिकामा। तपाईं हाम्रो जस्तो चाहिँ सेरिमोनियल राष्ट्रपति होइन। त्यहाँ चाहिँ राष्ट्रपतिले चाहिँ एकदमै कार्यकारी अधिकारहरू प्रयोग गर्न सक्ने अधिकारसहितको राष्ट्रपति हुन्छ र संसारको सबैभन्दा शक्तिशाली राष्ट्रको सबैभन्दा शक्तिशाली व्यक्ति अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले जब चुनाव जित्नुभयो र गत जनवरी 20 बाट उहाँले 47औं राष्ट्रपतिको रूपमा अमेरिकाको शासनको कार्यभार सम्हालिरहनु भएको छ र उहाँलाई चाहिँ चुनावी अभियानमा सबैभन्दा धेरै ठूलो सहयोग गरेको र चुनावलाई चाहिँ एकदमै ठूलो रूपमा प्रभावित पारेर डोनाल्ड ट्रम्पलाई जिताएका यतिखेरका संसारका सबैभन्दा धनी व्यक्ति, सबैभन्दा चाहिँ तपाईको अहिलेको 21औं शताब्दीको सुपरम्यान भनेर भन्न सक्छौं हामी, एलन मस्क, जसले चाहिँ मानव समाजले मान्छेले कल्पनै नगरेका, अझ भन्ने पनि वैज्ञानिकहरूले पनि कल्पना नगरेका कुराहरूलाई चाहिँ उहाँले साकार पार्ने, सफल पार्ने योजनामा उहाँ हुनुहुन्छ र उहाँ त्यसमा पनि सफल भइसक्नु भएको छ। उहाँले चाहिँ रियुजेबल यो स्पेस क्राफ्टहरू निर्माण गरिसक्नु भएको छ। त्यसकारणले पनि यो दुईटा व्यक्तिको मिलनलाई, संयोगलाई अमेरिकाको वर्तमान समयको सबैभन्दा स्वर्णिम युगको रूपमा लिन सकिन्थ्यो र डोनाल्ड ट्रम्पले जब राष्ट्रपतिको कार्यभार सम्हाल्नुभयो त्यसपछाडि डोनाल्ड ट्रम्पले आफ्नो सल्लाहकारमा, प्रमुख सल्लाहकार मध्येमा एलन मस्कलाई एउटा दाहिने हातको रूपमा उहाँले चाहिँ नियुक्त गर्नुभयो र त्यहाँको गभर्नेन्स इफिसियन्सी भन्ने एउटा विभाग छ, त्यो विभागको चाहिँ प्रमुखको रूपमा एलन मस्कलाई उहाँले नियुक्त गर्नुभयो र एलन मस्कले पनि
सरकारमा रहेका विभिन्न कमी कमजोरीहरूलाई हटाएर त्यहाँको कर्मचारी तन्त्रलाई चुस्त दुरुस्त र एकदमै सेवामुखी बनाउनको लागि, उत्पादनमुखी बनाउनको लागि चाहिँ उहाँले धेरै ठुलो प्रयासहरू गर्नुभयो। अब यो यसरी सरसर्ती हेर्दाखेरि अमेरिकाको राजनीतिक इतिहासमा एउटा व्यापारीले राष्ट्रपति बनेर दोस्रो कार्यकाल पनि चलाइरहँदाखेरि एलन मस्क जस्ता संसारकै प्रतिभाशाली व्यक्तिको त्यो राज्य सत्तामा उपस्थिति हुनुले पनि अमेरिकाको मेक अमेरिका ग्रेट एगेन भन्ने डोनाल्ड ट्रम्पको जुन एउटा नारा छ, स्लोगन छ, अमेरिकालाई फेरि एकचोटि महान देश बनाउने, अमेरिका फर्स्ट भन्ने नीति उहाँको छ, त्यसलाई चाहिँ सफल बनाउन सक्छ भन्ने कुरा चाहिँ धेरैले आकलन गरेका थिए। किनभने अमेरिका यतिखेर संसारका विभिन्न चाहिँ मुद्दाहरूमा, राजनीतिक र कूटनैतिक मुद्दाहरूमा, आर्थिक मुद्दाहरूमा विभिन्न चाहिँ देशहरूमा, विभिन्न चाहिँ क्षेत्रहरूमा फसिरहेको एउटा देश हो। फर्स्ट सुपर पावर हुँदाहुँदै पनि अमेरिकाको अर्थतन्त्र एकदमै अप्ठ्यारो अवस्थामा छ। अमेरिकालाई इकोनोमिकली र अन्य हतियारको क्षेत्रमा पनि, आणविक हतियारदेखि लिएर अन्य सैन्य क्षेत्रमा पनि अमेरिकालाई टक्कर दिनका लागि अन्य शक्ति राष्ट्रहरू, अन्य सुपर पावरहरू उदाइरहेको बेला चीन, रुस जस्ता देशहरू अमेरिकालाई टक्कर दिँदै अब वान पोलार वर्ल्डबाट मल्टिपोलार वर्ल्डतिर, हैन, यो चाहिँ एक ध्रुवीय विश्वबाट बहुध्रुवीय विश्वतिर अहिलेको विश्व चाहिँ अगाडि बढिरहेको बेलामा अमेरिकाको जुन आन्तरिक जुन प्रशासन छ डोनाल्ड ट्रम्पको राष्ट्रपति शासनकालमा, अब त्यसमा चाहिँ निकै ठुलो गडबडी हुने भएको छ। अब किन भन्दाखेरि अमेरिकाको मात्र होइन, एलन मस्क चाहिँ संसारकै प्रतिभाशाली र संसारकै सबैभन्दा धनी व्यक्ति हुन्। त्यसकारण अब अहिले यो विवाद देखिएको छ कि एलन मस्क र डोनाल्ड ट्रम्पको बीचमा खटपट सुरु भएको छ। खास गरी यो खटपट चाहिँ त्यहाँको जुन कर नीति छ, त्यहाँको चाहिँ जुन बजेट बनाउने क्रममा अमेरिकाको जुन विभिन्न आर्थिक क्षेत्रमा चाहिँ जसरी कर लगाइन्छ, त्यो बिलहरू चाहिँ जसरी निर्माण गरिन्छ, त्यो नीति बनाउने क्रममा चाहिँ एलन मस्कले डोनाल्ड ट्रम्पले ल्याएको कर नीतिको बारेमा आलोचना गर्यो र त्यो आलोचनापछि डोनाल्ड ट्रम्पले चाहिँ एलन मस्कलाई विभिन्न लान्छनाहरू लगाए। त्यस पछाडि उहाँहरूको बीचमा चाहिँ भनाभन भयो। त्यो भनाभन चाहिँ अहिले एकदमै उत्कर्षमा पुगेको छ, क्लाइमेक्समा पुगेको छ। एकअर्कालाई गाली गर्ने, एकअर्काको चाहिँ व्यक्तिगत चरित्रसम्म हत्या गर्ने सम्मको अवस्थामा डोनाल्ड ट्रम्प र एलन मस्कको सम्बन्ध पुगिसकेको छ र राष्ट्रपति ट्रम्पले एलन मस्कलाई उसको आफ्नो सल्लाहकारबाट र त्यो सरकारको एउटा गभर्नमेन्ट इफिसियन्स डिपार्टमेन्टबाट पनि एलन मस्कलाई बर्खास्त गरिसकेको छ र एलन मस्कले पनि डोनाल्ड ट्रम्पलाई एउटा चाहिँ पागलको संज्ञा समेत दिन भ्याइसकेका छन् र डोनाल्ड ट्रम्पलाई एउटा एकदमै आपराधिक व्यक्तिसँग जोडिएको एउटा चाहिँ काण्डसँग पनि एलन मस्कले डोनाल्ड ट्रम्पमाथि आरोप लगाएका छन्, जुन चाहिँ यो यौन जीवनसँग चाहिँ जोडिएको काण्ड छ। त्यो एउटा चाहिँ व्यक्तिसँग एलन मस्कले चाहिँ डोनाल्ड ट्रम्पलाई जोडेका छन्, एउटा अपराधीको रूपमा जोडेको छ। र अब यो यसो हेर्दाखेरि अमेरिकामा जुन किसिमको एउटा मस्क र ट्रम्पको जुन किसिमको कम्बिनेसन थियो, जुन किसिमको एउटा मिलन थियो, यो एकदमै दुर्लभ किसिमको मिलन हो भनेर हामी भन्न सक्छौँ। किनभने डोनाल्ड ट्रम्प पनि बिजनेस घरानाबाट आएको बिजनेसम्यान नै हुन्
र ट्रम्प पनि बिजनेस घरानाबाट आएका बिजनेसम्यान नै हुन् र ट्रम्प पनि अमेरिकाको धनाढ्य मध्येमा पर्छन्। ट्रम्पले विभिन्न चाहिँ यो रियल इस्टेट कम्पनी बाहेक विभिन्न चाहिँ यो रियालिटी टिभी सो, ब्युटी पिजान्ट्स जस्ता कार्यक्रमहरू, बियर कम्पनीहरू, ट्रम्प टावरहरू निर्माण गरेर, क्यासिनोहरू, होटलहरू निर्माण गरेर विभिन्न क्षेत्रमा चाहिँ उनले लगानी गरेका छन् र उनी पनि अमेरिकाका धनी व्यक्तिहरू मध्येमा, बिलिनियरहरू मध्येमा पर्छन्। तर मस्क भने संसारकै सबैभन्दा 1 नम्बर धनी व्यक्तिको रूपमा चाहिँ अहिले पनि रहेका छन्। उनको अहिलेको जम्मा सम्पत्ति झन्डै तपाईको चाहिँ $381 बिलियन अमेरिकी डलर छ भनिएको छ। फोर्ब्सले चाहिँ मे 25 को यो मेको 25 मेसम्मको एउटा आकलनमा चाहिँ त्यो भनिएको छ। तर यो सम्पत्तिको तुलनामा चाहिँ दशकौँदेखि सार्वजनिक नगरिए तापनि डोनाल्ड ट्रम्पको सम्पत्ति चाहिँ यसपालिको यो आकलन अनुसार फोर्ब्सले जनाएको, फोर्ब्स भन्ने चाहिँ विश्वविख्यात पत्रिका छ जसले चाहिँ यो संसारका धनी व्यक्तिहरूको, नामुद व्यक्तिहरूको चाहिँ नेम लिस्ट भनौँ, नामावली चाहिँ प्रकाशित गर्ने गर्दछ। फोर्ब्सको भनाइमा चाहिँ मस्कको अहिले पनि 5 बिलियन भन्दा बढी सम्पत्ति अमेरिकी डलरमा छ भन्ने कुरा चाहिँ दाबी गरिएको छ। र मस्क र ट्रम्पको जीवनका केही कुराहरू चाहिँ मिल्दोजुल्दो देखिन्छ। दुईटै बिजनेसम्यान हुन् र दुईटैले पेन्सिल्भेनिया बाट चाहिँ युनिभर्सिटीबाट चाहिँ बीएस बिजनेस स्टडी गरेका छन्। डोनाल्ड ट्रम्पले बीएस गरेका छन् भने एलन मस्कले बीए र बीएस दुवै गरेका छन्। र एलन मस्क चाहिँ इन्जिनियर पनि हुन्। उनी चाहिँ टेस्ला जस्ता एकदमै अत्याधुनिक र एकदमै लग्जरियस कार अहिले संसारकै चलेको, तर यो इलेक्ट्रिक कार हो, यो कारको चाहिँ सिइओ पनि हुन् एलन मस्क। त्यसै गरी स्पेस एक्स यो जुन चाहिँ छ यो टेक्नोलोजीको क्षेत्रमा एकदमै यो प्रख्यात छ। स्पेस एक्सले चाहिँ अहिलेसम्मकै अन्तरिक्षमा पठाउने सबैभन्दा ठुलो स्पेसशिपको निर्माण गरेको छ र त्यसको प्रक्षेपण पनि उनले गरिसकेका छन्। र स्पेसमा जाने जुन तपाईको अन्तरिक्ष यान हुन्छ त्यसमा चाहिँ अब त्यसलाई पहिला चाहिँ त्यो पठाएपछि लन्च गरिसकेपछि त्यसको समाप्त हुन्थ्यो त्यो सबै कुराहरू, त्यो फर्केर आउन गाह्रो हुन्थ्यो। अब त्यसलाई चाहिँ फेरि रियुजेबल बनाउन सक्ने गरेर चाहिँ यो एलन मस्कले निर्माण गरिसकेको छ। स्पेसमा जाने यो जुन तपाईको स्पेस क्राफ्टहरू हुन्छ त्यसलाई चाहिँ रियुजेबल बनाइसकेका छन्। यो एउटा चाहिँ क्रान्ति भएको छ यो स्पेसको चाहिँ क्षेत्रमा, अन्तरिक्षको क्षेत्रमा, अन्तरिक्ष विज्ञानको क्षेत्रमा। र एक्स भन्ने चाहिँ जुन सामाजिक सञ्जाल छ, पहिला यो ट्विटर थियो, यसलाई चाहिँ एलन मस्कले किनेपछि एक्स नामाकरण गरेका छन् र एक्सका पनि उनी सिइओ हुन्। त्यसै गरेर उनी चाहिँ यो त्यस पछाडि उनी XAI भन्नेको पनि फाउन्डर र सिइओ छन्। त्यसै गरेर उनी चाहिँ फाउन्डर छन्, बोरिङ कम्पनीको पनि फाउन्डर छ, एक्सकप भन्ने कम्पनीको पनि उनी फाउन्डर हुन्। त्यसै गरेर उनको चाहिँ न्युरालिङ्क र ओपन एआई भन्ने जस्ता अन्य कम्पनीहरू पनि उनका छन्। जिप2 भन्ने जस्ता कम्पनी पनि छन्, x.com र पेपल जस्ता यो चाहिँ यो हामीले अनलाइन पेमेन्टको लागि चाहिँ प्रयोग हुने एपहरूको पनि उनी मालिक हुन्। र उनी चाहिँ मस्क फाउन्डेसन भनेर चाहिँ स्थापना गरेका छन्, त्यसको पनि प्रेसिडेन्ट हुन् एलन मस्क चाहिँ। अहिले एलन मस्कको उमेर चाहिँ 53 वर्षको भएको छ। उनी अझै पनि 30-40 वर्ष मजाले चाहिँ काम गर्न सक्ने व्यक्तिको रूपमा हुनुहुन्छ भने डोनाल्ड ट्रम्प चाहिँ अहिले नै 78 वर्षका भइसकेका छन्। उनी अब जीवनको उत्तरार्धमा छन्। अब यो एलन मस्क चाहिँ 2021 देखि संसारकै धनी व्यक्तिका रूपमा निरन्तर रहिरहेका छन्
अब यो के छ भन्दाखेरि ट्रम्पसँग मेल खाने उहाँको अर्को के छ भन्दाखेरि वैवाहिक जीवन पनि ट्रम्पसँग मेल खान्छ एलन मस्कको। ट्रम्पले पनि 3टा बिहे गरेका छन् र एलन मस्कले पनि 3टा बिहे गरिसकेका छन्, तर एलन मस्कसँग यतिखेर श्रीमती छैन। 3वटा चाहिँ श्रीमती बिहे गरेर सबै डिभोर्स भइसकेको छ र उहाँको चाहिँ 13वटा सन्तान चाहिँ उहाँले दाबी गर्नुहुन्छ, तर उहाँको चाहिँ 14वटा सन्तान हो। एकजना छोरा, एकजना सन्तानले चाहिँ एलन मस्कसँग 14औं सन्तान मध्येमा 3वटा श्रीमतीको चाहिँ 14वटा सन्तान मध्येमा एउटा छोराले, जुन चाहिँ सन्तान भिभियन विल्सन भनेर आफ्नो नाम राखेका छन्, पछि उनले चाहिँ छोराबाट पनि उनी चाहिँ छोरीमा परिणत भएका छन्। उनले चाहिँ आफ्नो सेक्स जेन्डर परिवर्तन गरेका छन्। यसबाट चाहिँ एलन मस्क संसारकै सबैभन्दा दुःखी पिताको रूपमा उनी दुःखी हुन पुगेका थिए। उनले आफ्नो छोराले चाहिँ जुन लिङ्ग परिवर्तन गरेकोमा त्यसको चाहिँ उनी सख्त विरोधी हुन् अहिले पनि। त्यसै कारणले पनि डोनाल्ड ट्रम्पको यो चुनावी अभियानमा उनी लागेका थिए, किनभने उनी प्राकृतिक जीवनलाई मन पराउँछन् र यो लिङ्ग परिवर्तन LGBTQ भन्ने जस्ता चाहिँ यो खालको चाहिँ तेस्रो लिङ्गी र अन्य विभिन्न किसिमको लिङ्गहरूको चाहिँ विपक्षमा रहेका छन् एलन मस्क। यसको चाहिँ उनी सख्त विरोधी हुन्। अब यो 2वटा जोडीमा अब एलन मस्कको चाहिँ 13वटा सन्तान, खास गरी अहिले आधिकारिक रूपमा भन्ने हो भने त्यो छोराले चाहिँ बाउसँगको सम्बन्ध पनि विच्छेद गरिसकेको छ अदालतमा गएर। एउटा श्रीमती पनि अब बाँकी छैन एलन मस्कको, उनी सिङ्गल छन् अहिले। तर डोनाल्ड ट्रम्पले भने 3वटा बिहे गरे पनि अहिले तेस्रो श्रीमती चाहिँ मेलेनिया चाहिँ एउटा सुन्दरी चाहिँ एउटा चाहिँ मोडेल चाहिँ डोनाल्ड ट्रम्पको श्रीमतीको रूपमा अहिले रहेका छन् र डोनाल्ड ट्रम्पको चाहिँ 5वटा सन्तान छ। यो हेर्दाखेरि 3टा श्रीमतीका श्रीमानहरू हुन् यिनीहरू, मस्क र ट्रम्प दुइटै, र दुइटै अमेरिकी बिलिनियरहरू हुन् र दुइटैले यसपालिको अमेरिकी चुनावमा हातेमालो गरेर ट्रम्पले विजय प्राप्त गरे। ट्रम्पलाई चुनावी अभियानमा सहयोग गरेर जिताउनुमा चाहिँ एलन मस्कको भित्र गढेको चाहिँ एउटा पीडा भनेको चाहिँ उनको छोरोले बाउसँग सेक्स चेन्ज मात्र गरेनन्, जेन्डर चाहिँ उनले चेन्ज मात्र गरेनन् कि छोराबाट छोरी मात्र भएनन् कि उनले चाहिँ एलन मस्क चाहिँ मेरो पिता होइन, म चाहिँ उसँग सम्बन्ध चाहिँ पुरै काट्न चाहन्छु भनेर अदालतमा निवेदन दिएर त्यसबाट चाहिँ उनी छुटे र उनले आफ्नो नामको पछाडि पनि भिभियन विल्सन राखेका छन्। त्यसकारणले पनि यो गहिरो गरेर उसको सन्तानबाट चाहिँ पीडा भोगेको हुनाले ट्रम्पको र उसको मुद्दा चाहिँ यहाँ मिलेको कारणले ट्रम्पलाई जिताउनको लागि उनी ट्रम्पको इलेक्सन क्याम्पेनमा हाम फालेका थिए र ट्रम्पलाई चाहिँ धेरै ठुलो धनराशि दान गरेर चुनावी अभियानमा सहयोग गरेर ट्रम्पलाई जिताएका थिए। वास्तवमा भन्ने हो भने यदि एलन मस्क ट्रम्पसँग चुनावी अभियानमा नलागेका भए ट्रम्पले जित्ने सम्भावना कमै थियो भनेर भन्न सकिन्छ। तर अहिले आएर सानो विवादको कारण उनको इलेक्ट्रिक कार जुन छ टेस्लामा चाहिँ अलिकति बढी कर लगाउने नीति लिएको भनेर टेस्ला जस्ता चाहिँ यो प्रोडक्सनमा कर लाग्ने देखेर चाहिँ विरोध गर्यो उसको आर्थिक नीतिमा भन्ने चाहिँ ट्रम्पको आरोप छ र एलन मस्कले चाहिँ उनी कृतज्ञ भएको भनेर भनेको छ। कृतज्ञ भएको, मैले चाहिँ यदि चुनावी अभियानमा सहयोग नगरेको भए ट्रम्पले राष्ट्रपति जित्ने थिएनन् भनेर भनेका छन्। यिनीहरूको चाहिँ दोषारोपण एकअर्कामा चाहिँ एकदमै एक्सट्रिमली अगाडि बढेर अहिले चाहिँ अलि मत्थर भएको छ। उनीहरूले चाहिँ एक्स मार्फत, सामाजिक सञ्जाल मार्फत एकअर्कालाई गाली गलोज गरिरहेका थिए। अब यसले के चाहिँ प्रभाव पार्ला त, अब कसले जित्ला त भन्ने कुरा छ। अब ट्रम्पले चाहिँ उनको कतिपय कम्पनीहरू बन्द गरिदिने सम्मको धम्की दिएका छन् एलन मस्कको कम्पनीलाई, सिध्याइदिने सम्मको भनेका छन् र तर पछिल्लोचोटि चाहिँ एलन मस्कले उनलाई एकदमै ठुलो आपराधिक फाइलसँग जोडिएको छ ट्रम्प भनेर आरोप लगाएपछि ट्रम्पले चाहिँ घुमौरो पारामा त्यसलाई
नबोले पनि घुमौरो पारामा त्यसलाई चाहिँ दुःख व्यक्त गरेको छ र चाहिँ त्यो कुरामा चाहिँ उनी मौन बसेका छन्। अब यो दुईजनाको जुन हामीले हेर्छौँ कम्बिनेसन, एकजना चाहिँ राजनीतिक रूपमा शक्तिशाली छन् अहिले भने, अर्को चाहिँ व्यक्ति डोनाल्ड ट्रम्प चाहिँ अहिले संसारकै सबैभन्दा राजनीतिक रूपमा सबैभन्दा शक्तिशाली व्यक्ति हुन् र त्यो पोलिटिकल पावर भएको व्यक्ति हुन् भने एलन मस्क चाहिँ अहिले संसारकै सबैभन्दा धनी व्यक्ति र स्पेसली टेक्नोलोजीमा, त्यसमा पनि अन्तरिक्षको प्रविधिमा चाहिँ उनी सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा रहेका छन्। अब हामीले पोलिटिकल पावर र यो टेक्नो बिजनेस पावरको क्ल्यास, हैन, पोलिटिकल पावर भर्सेस टेक्नोलोजी प्लस बिजनेस अर्थात् मनी पावरको बिचमा चाहिँ एउटा यो क्ल्यास देख्न सक्छौँ, एउटा चाहिँ यो द्वन्द्व देखिन्छ। उनीहरूको अब वाक युद्धबाट ट्रम्प र मस्कको सामाजिक सञ्जालमा भएको वाक युद्धपछि उनीहरू अब राजनीतिक र सम्पत्तिको युद्धमा, हैन, मनी पावर र पोलिटिकल पावरको वार हुने दिशातिर उनीहरू अगाडि बढेका छन्। यसले अमेरिकालाई कस्तो प्रभाव पार्ला र संसारको चाहिँ व्यापार र राजनीतिमा कस्तो प्रभाव पार्ला भनेर चाहिँ हामीले केही कुराहरू चाहिँ भन्नुपर्छ। अब यसमा अब एलन मस्कको कुरा अलि बढी गरेँ मैले। ट्रम्पलाई धेरै विवादित व्यक्तिको रूपमा लिइन्छ। उनले चाहिँ कोभिडको बेला पनि मास्क नलागेको, हैन, उनले चाहिँ विभिन्न चाहिँ यो सुन्दरी प्रतियोगिताहरू गर्दाखेरि धेरै चाहिँ सुन्दरीहरूसँग विभिन्न रङ्गीन चाहिँ जीवन रातहरू कटाएको, उनी चाहिँ आफ्ना मजदुरहरूमाथि एकदमै निकृष्ट व्यवहार गर्थे, भेदभाव गर्थे, अलिकति जातीय भेदभाव गर्थे, कलर डिस्क्रिमिनेसन गर्थे भन्ने कुराहरू पनि आएको छ, हैन। ट्रम्प चाहिँ एकदमै विवादित व्यक्ति हुन् र ट्रम्पको चाहिँ अहिलेको संसारभरिको राजनीतिमा अहिले जुन हेऱ्यौँ भने पनि हामीले रसिया युक्रेन वारमा पनि उनले मध्यस्थ गराउने प्रयास गरे। त्यसमा फेरि युक्रेनको चाहिँ एउटा खनिजसँगको सम्झौता पनि गरे। युक्रेनको राष्ट्रपतिसँग एकदमै नराम्रो किसिमको व्यवहार व्हाइट हाउसमै गरेको, त्यहाँ नै झै झगडा भएको पनि हामीले देख्यौँ। मध्यपूर्वमा इजरायल र प्यालेस्टाइनको बिचमा जसरी उनले मध्यस्थता गर्ने, त्यो वारलाई पनि रोक्ने भने त्यो पनि असफल भयो। त्यसै गरेर उनले चाइना लगायत अन्य संसारका सम्पूर्ण देशहरूमा चाहिँ जुन कर थियो, जुन ट्याक्स थियो, त्यो चाहिँ एकदमै अत्याधिक बढाउने प्रयास पनि गरे। त्यसमा पनि उनी टिकेर रहन सकेनन्, फेरि उनी ब्याक भए र युरोपसँगको सम्बन्ध कहिले क्यानाडालाई चाहिँ 51औं प्रान्त बनाउँछु भन्ने र यो तपाईँको यतापट्टि अर्को देशमा रहेको जुन चाहिँ डेनमार्कको अधीनमा रहेको एउटा जुन चाहिँ द्वीप छ त्यसलाई पनि आफूले कब्जा गर्ने भन्ने जस्ता विभिन्न चाहिँ विवादास्पद घोषणाहरू गर्ने, विवादास्पद चाहिँ व्यवहारहरू गर्ने कारणले पनि ट्रम्पलाई चाहिँ एकदमै अनप्रेडिक्टेबल, हैन, व्यक्तिको रूपमा, अनप्रेडिक्टेबल राजनीतिज्ञको रूपमा चाहिँ अहिले संसारले लिइरहेको छ र उनले कुन बेला कुन घोषणा गर्छन्, के गर्छन् भन्ने कुरा कसैले चाहिँ त्यसको चाहिँ आकलन गर्न सक्दैन। तर जे भए पनि अमेरिका यतिखेर एकदमै अप्ठ्यारो अवस्थामा छ। संसारभरि कब्जा जमाउने अमेरिकाको पुरानो संसारभरको राजनीतिमा, अस्त्र शस्त्रमा, त्यहाँका सम्पूर्ण चाहिँ व्यापारमा चाहिँ जुन किसिमको अमेरिकाको दबदबा थियो, एउटा चाहिँ दादागिरी थियो, त्यो चाहिँ अब बिस्तारै अन्त्य हुँदै गएको छ र ट्रम्पको यो विभिन्न किसिमको उथलपुथलकारी अस्थिर नीतिको कारणले पनि अब अमेरिकालाई एकदमै अस्थिरतातर्फ लान्छ, अमेरिकाको अर्थतन्त्रलाई एकदमै घाटा गर्छ भन्ने कुराहरू पनि धेरै मान्छेहरूले भनिरहेका छन्। र यसो हेर्दाखेरि अमेरिकामा अहिले ट्रम्पको नीतिले संसारभरिमा जे जस्ता किसिमका उथलपुथलहरू ल्याएका छन्, यो चाहिँ राम्रो सङ्केतको रूपमा देखिँदैन। उनले युद्धलाई रोक्ने भन्दै पनि अमेरिकाको जुन सिस्टम छ त्यहाँको,
त्यो सिस्टममा कर्मचारी तन्त्र खुफिया एजेन्सीहरू छन् त्यसले जबरजस्त चाहिँ ट्रम्पलाई उसको हिसाबले चल्न दिइरहेको छैन। भर्खरै पनि त्यहाँको सिआइएले त्यहाँको खुफिया एजेन्सी सिआइएले चाहिँ त्यहाँको सभामुखलाई भेटेर जुन चाहिँ यो संसारका विभिन्न देशहरूमा त्यहाँको जुन उनीहरूको प्रभावलाई निरन्तरता दिनको लागि त्यो देशमा खर्च गर्ने त्यो देशलाई चाहिँ जस्तो ताइवानमा चाहिँ झन्डै $8 बिलियन को कुरा गरेको छ त्यो चाहिँ सहयोग गर्ने र अन्य इजरायलमा पनि त्यो खालको सहयोग गर्ने युक्रेनमा पनि गर्ने जस्ता विभिन्न किसिमका चाहिँ सहयोगहरू आफू ऋणमा हुँदै पनि अमेरिका ऋणमा हुँदै पनि त्यो खालको चाहिँ अस्त्र शस्त्रको सहयोग गर्ने आर्थिक सहयोग गर्ने जस्ता कुराहरू चाहिँ अमेरिकाले ल्याएको छ। ट्रम्पले चाहँदामा मात्रै नहुने चाहिँ हामीले देखेका छौँ र यो एलन मस्कसँगको सम्बन्धले चाहिँ अब यो दुईजना व्यक्तिको व्यक्तित्व टकराव र अहङ्कारको टकरावले अब अमेरिकाको अर्थतन्त्रमा अमेरिकाको राजनीतिमा एक प्रकारले यो वार चाहिँ बढ्दै गयो भने अझ उत्कर्षतिर अगाडि बढ्यो भने ट्रम्पलाई मस्कले अप्ठ्यारो पार्न सक्छ र मस्कलाई पनि ट्रम्पले आर्थिक रूपमा व्यापारिक रूपमा अप्ठ्यारो पार्न सक्छ किनभने राजनीतिक शक्तिले त्यहाँको चाहिँ उसको विभिन्न कम्पनीहरूमाथि एकदमै कडाई गर्न सक्छ हैन कडा नीति अपनाउन सक्छ करहरू चाहिँ एकदम बढाउन सक्छ र राज्यले सहयोग गरेन भने एलन मस्कलाई गाह्रो पनि हुन सक्छ उसको व्यापारमा उसको चाहिँ अन्तरिक्ष यात्रामा उनको चाहिँ मङ्गल ग्रहमा मानव बस्ती बसाउने जुन योजना छ त्यसमा अप्ठ्यारो पर्न पनि सक्छ यदि ट्रम्पले सहयोग नगरिदिएको खण्डमा। तर अमेरिकाको सिस्टममा चाहिँ त्यो त्यति सहज छैन। ट्रम्पले चाहिँ भन्दैमा त्यो खालको व्यापार र उसको टेक्नोलोजीमाथि ट्रम्पले पुरा नियन्त्रण गर्न सक्छ भन्ने कुरा चाहिँ त्यो सम्भव देखिँदैन। तर ट्रम्पलाई एलन मस्कले अब महाअभियोग लगाएर हटाउन पर्छ र उपराष्ट्रपति जेडी भ्यान्सलाई राष्ट्रपति बनाउनु पर्छ भनेर भनिसकेको अवस्थामा भने ट्रम्पलाई पनि अब व्यापारिक र धनाढ्यहरूको सहयोग नरहन पनि सक्छ किनभने ट्रम्पले जे गर्छ त्यहाँको अमेरिकाको व्यापारीहरूलाई पनि ठुलो असर गर्न सक्छ। उसको चाहिँ अस्थिर नीतिको कारण अस्थिर आर्थिक नीतिको कारणले अमेरिकाका व्यापारीहरूलाई पनि निकै ठुलो असर गर्ने देखिएको कारणले त्यहाँको धनाढ्यहरू त्यहाँको व्यापारीहरू एकजुट हुन सक्छ र अमेरिकाको राष्ट्रपतिको जुन पदमा उनी अहिले छन् ट्रम्प उसलाई महाअभियोगको लागि विभिन्न वातावरणहरू निर्माण गर्न सक्छ। रिपब्लिकनहरू त उसको पक्षमा सबै नहुन सक्छ भने डेमोक्र्याटहरू पुरै उसको विपक्षमा नै छ पहिलादेखि नै। त्यो भएको हुनाले ट्रम्पको राजनीतिक जीवन अर्थात् अबको राष्ट्रपतीय जुन बाँकी कार्यकाल छ हुन त 4 महिना मात्र भयो बल्ल 4 महिना 10 दिन जति अब हुँदैछ। ट्रम्प र एलन मस्कको जुन व्हाइट हाउसको जुन उनीहरूको यात्रा रह्यो सहयात्रा त्यो 4 महिना मात्र टिक्यो। अब उनीहरू वारमा गएका छन्। अब यो बिजनेस मनी वार र पोलिटिकल वारमा यिनीहरू लागेका छन्। यसले यिनीहरूको वार बढ्दै गयो भने अमेरिकामा एउटा आर्थिक अवस्थाको समस्या आउन सक्छ, व्यापारिक समस्या आउन सक्छ, अर्थतन्त्रमा एउटा चाहिँ उथलपुथल हुन सक्छ। किन भन्दाखेरि अब यो न्युरालिङ्क जस्तो चाहिँ जुन उनले यो एलन मस्कले जुन किसिमको प्रविधि ल्याएका छन् संसारभरि हैन त्यसले चाहिँ संसारभरि चाहिँ एउटा व्यापारिक क्षेत्रमा अर्थतन्त्रको क्षेत्रमा ठुलो क्रान्ति गर्ने भनेर चाहिँ भनिएको छ। त्यसकारणले पनि अब ट्रम्पले रोक्दैमा चाहिँ त्यो रोकिनेवाला छैन। बरु ट्रम्पलाई नै अब अप्ठ्यारो पर्न सक्छ कि भनेर चाहिँ आकलन गर्न सकिन्छ। पोलिटिकल पावर भर्सेस टेक्नो बिजनेस वेल्थ पावर चाहिँ अहिले त्यहाँ टकरावमा छ। त्यसकारणले अब यो हेरौँ पोलिटिकल पावर र मनी पावर अर्थात् टेक्नो मनी पावर अहिले त टेक्नोलोजीको संसार हो। अहिले टेक्नोलोजी र मनीमा अगाडि रहेका एलन मस्क र पोलिटिकल पावरमा सुपर पावर सुपरम्यानको रूपमा रहेका हैन दुईवटा सुपरम्यानहरू। अब एलन मस्क एउटा चाहिँ टेक्नोलोजी र बिजनेसमा मनीमा सुपरम्यान छन् भने पोलिटिकल पावरको हिसाबले ट्रम्प सुपरम्यान छन् अहिले संसारको। यी दुईटा सुपरम्यानहरूको टकरावलाई
हामीले एकदमै एउटा उत्सुकतापूर्वक हेरिरहेका छौँ। मलाई लाग्छ यो दुईटा पावरहरू मिलेर यदि अगाडि बढ्न सकेन भने अमेरिकालाई ठुलो क्षति हुन्छ र एलन मस्कले पनि जे जति गर्न चाहेका छन् उनले उसको प्रतिभाले जे जति चाहिँ देखेको छ, जे जति उसको योजना छ त्यसमा चाहिँ अवरोधहरू आउन सक्ने, धक्काहरू लाग्न सक्ने सम्भावना भने रहन्छ र यसले संसारभरिको राजनीतिक समीकरणमा अमेरिकाले गर्ने जुन हस्तक्षेप छ त्यसमा पनि एउटा एक प्रकारले चाहिँ प्रभावकारी त नहुन सक्छ अमेरिकाको। यिनीहरूको दुईजनाको चाहिँ निरन्तर वार अगाडि बढिरह्यो भने अमेरिकाको अन्य राष्ट्रहरूमा जुन प्रभाव छ, जुन दबाव छ, आर्थिक र सैन्य दबाव, त्यसमा चाहिँ अलिकति कमी कमजोरी आउन सक्छ र ट्रम्पले भने जस्तो गरेर अमेरिकालाई चलाउन पनि गाह्रो हुन्छ र अमेरिकालाई अर्थतन्त्रमा निकै अप्ठ्यारो पर्न सक्छ र संसारभरिको अहिले युरोपसँगको उसको सम्बन्ध यत्तिकै बिग्रिएको छ। युरोपले चाहिँ अब आफूलाई सिङ्गो युरोपको चाहिँ आफ्नै किसिमको अर्थतन्त्रको सुदृढीकरण गर्ने र अब सैन्य शक्तिमा पनि आफ्नै ढङ्गले अगाडि बढ्ने, अमेरिकाको भर नपर्ने भनेर गइरहेको छ र इजरायलले पनि अमेरिकाको कुरा खासै सुनेको छैन र इरानले पनि पत्याएको छैन अमेरिकालाई। त्यसै गरी रसिया र चाइनाले पत्याउने कुरै भएन। रसियाले पनि अहिले युक्रेनमाथिको वारलाई निरन्तरता दिइरहेको छ। बन्दीहरू, युद्धबन्दीहरू आदान प्रदान गरिरहे तापनि त्यहाँ वार पुरै ठप्प भइसकेको छैन। बिस्तारै बिस्तारै यसरी हेर्दाखेरि चीनको सुपर पावर जुन अगाडि बढिरहेको छ, अब यो सैन्य क्षेत्रमा, व्यापारिक क्षेत्रमा, अर्थतन्त्रमा, सबै क्षेत्रमा चाइना चाहिँ एकदमै अगाडि बढिरहेको अवस्थामा र संसारभरि विभिन्न देशहरूमा चाहिँ राजनीतिक उथलपुथलहरू भइरहेको अवस्थामा अब विश्वयुद्धतर्फ पनि चाहिँ अब यो संसार जान सक्छ। पृथ्वी फेरि एकचोटि तेस्रो विश्वयुद्धको चपेटामा नपर्ला भन्न सकिने अवस्था छैन, किनभने अमेरिकाको पकड संसारभरिको विभिन्न ठाउँहरूमा चाहिँ अहिले गुम्दै गएको छ र विभिन्न देशहरू मुक्त पनि हुँदै गएका छन् र अमेरिकाले फेरि विभिन्न क्षेत्रमा, विभिन्न देशहरूमा नयाँ नयाँ मोर्चाहरू खोलिरहेका छन्। ती देशहरूलाई अस्थिर बनाउने, विभिन्न राष्ट्रहरूको बिचमा युद्ध गराउने मोर्चाहरू अमेरिकाले यतिखेर खोलिरहेका छन्। अब यो एलन मस्क भर्सेस डोनाल्ड ट्रम्पको वारले चाहिँ अमेरिकालाई नै घाटा हुने हो र अन्ततगत्वा एलन मस्कको प्रतिभाबाट यो संसारले, मानव समाजले प्राप्त गर्ने उपलब्धिहरूलाई पनि रोक्न सक्ने सम्भावना हुन्छ। त्यसकारणले मेरो चाहिँ भन्नु के छ भन्दाखेरि यिनीहरू दुईजनाको वार चाहिँ अब योभन्दा अगाडि नजाओस् र उनीहरू मिलोस् र ट्रम्पको राजनीतिक करियर, त्यहाँको चाहिँ कार्यकाल जुन छ राष्ट्रपति कार्यकाल, त्यो चाहिँ सफलतापूर्वक अगाडि बढोस्। संसारमा चाहिँ फेरि पनि अमेरिकाले आफूलाई सशक्त रूपमा नै खडा गर्न सकोस्, किनभने अमेरिकाको विनाश पनि संसारको विनाशसँग जोडेर आउने हुन्छ। त्यसकारणले अमेरिका यदि आफू विनाश हुने दिशातिर गयो भने उसले संसारलाई पनि बाँकी राख्दैन भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ र अन्य शक्ति राष्ट्रहरू, रुस र चीन जस्ता शक्ति राष्ट्रहरूले पनि आफूलाई संयमतापूर्वक अगाडि बढाउने र ट्रम्पको जुन चरित्र छ त्यसलाई चाहिँ एउटा सन्तुलनमा राख्दै, चरित्र अनुसार उसलाई सन्तुलनमा राख्दै विश्वलाई शान्तितर्फ अगाडि बढाउने दिशातिर चीन, रुस र अमेरिका र अन्य शक्ति राष्ट्रहरू, युरोपहरू चाहिँ लाग्यो भने अबको विश्व फेरि आउने भयानक तेस्रो विश्वयुद्धबाट बच्न सक्छ र एलन मस्कको मानव समुदायको 21औं शताब्दीको सुपरम्यान, हैन, सुपर इन्टेलिजेन्स भनौँ, हैन, सुपर प्रतिभा भनौँ उसलाई, उसले चाहिँ अहिले मङ्गल ग्रहमा मान्छेको चाहिँ बस्ती राख्ने जुन परिकल्पना गरेका छन्, स्पेस अन्तरिक्षको क्षेत्रमा ठुलो क्रान्ति ल्याएको छ। रियुजेबल रकेटहरू बनाउन सक्ने भएका छन् उनी। ठुलो अहिलेसम्मकै सबैभन्दा ठुलो स्पेस क्राफ्टहरू अन्तरिक्षमा पठाउन सक्ने उनले त्यो खालको चाहिँ स्पेस एक्स कम्पनीको चाहिँ निर्माण गरेको छ। न्युरालिङ्क जस्ता चाहिँ जुन यो स्याटेलाइट जुन चाहिँ उसले विकास गरेको छ। अब हामीले चाहिँ अन्तरिक्षबाट नै फ्रीमा, हैन, वाइफाई इन्टरनेट प्राप्त गर्ने त्यो खालको चाहिँ व्यवस्था, त्यो खालको टेक्नोलोजीको दिशातिर संसारलाई लगिरहेका छन् एलन मस्कले भने। यस्तो यो मानव समुदायकै क्रान्ति गर्न सक्ने, मानव समुदायलाई नै
छलाङ मारेर अगाडि लान सक्ने जुन किसिमको प्रतिभा छ एलन मस्कको, यसमा पनि बाधा व्यवधान र अवरोध खडा नहोस्, त्यसको लागि चाहिँ अमेरिका आफै एक प्रकारले उनीहरू चाहिँ स्मुथली हैन एकदमै सहज तरिकाले अगाडि बढ्नुपर्ने हुन्छ। मस्क र ट्रम्पले एकअर्कामा वार्ता गरेर फेरि पनि उनीहरूले एकअर्कालाई सँगसँगै लाने र त्यसलाई रिभाइज गरेर फेरि गल्तीहरू सुधारेर दुईजना बसेर चाहिँ अगाडि बढ्यो भने चाहिँ अबको संसारमा फेरि पनि हामी सहजतापूर्वक अगाडि बढ्न सक्छौँ भन्ने चाहिँ मलाई लागेको छ र मलाई त्यो विश्वास छ र त्यतातिर जाओस् संसार, अमेरिका त्यतातिर अगाडि बढोस् भनेर भन्न चाहन्छु। र मेरो भिडियोलाई तपाईँहरूले कमेन्ट गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् र अन्य साथीहरूले पनि, अन्य दर्शकहरूले पनि यसलाई चाहिँ हेर्ने सुन्ने मौका पाओस् भनेर भन्न चाहन्छु। र यति भन्दै आजको विषयवस्तुलाई म यही अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।